केकेएससी कस्तो होला सर बाई गर्दा भनेर सोध्नु भएको छ। केकेएससी को मार्केट स्ट्रक्चर हेर्दाखेरि केकेएससी ले आफ्नो लार्ज स्केल डिमान्ड जोनमा कम्प्रेसन प्याटर्न क्रिएट गरेर रेस्पेक्ट गरेको हामी यहाँ देख्न सक्छौं। र यो कम्प्रेसन प्याटर्नको चाहिँ एउटा क्यारेक्टरिस्टिक्स के छ त भनेर भन्नुहुन्छ भने कम्प्रेसन प्याटर्नले एट द एन्ड अफ दि आफ्नो प्याटर्नमा बनाएको रिट्रेसमेन्ट मुभलाई चाहिँ हामीले डिमान्ड जोन मान्न सक्छौं भनेर कम्प्रेसन प्याटर्नको क्यारेक्टरिस्टिक्स रहेको छ। र यदि इलेक्ट वेभको पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ मार्केटले यहाँनेरि फर्स्ट वेभ कम्प्लिट गरेको, यो जोनमा सेकेन्ड वेभ कम्प्लिट गरेको र यो प्रिभियस हाई 320 लाई ब्रेक गरेर यहाँनेरि थर्ड वेभ कम्प्लिट गरेको र ल अफ अल्टरनेसनको प्याटर्न अनुसार चाहिँ मार्केटले यो रिजनमा चाहिँ फोर्थ वेभ कम्प्लिट गरेर यहाँनेरि फिफ्थ वेभ कम्प्लिट गरेर इलेक्ट वेभको कन्सेप्ट अनुसार इम्पल्सिभ मुभ कम्प्लिट गरिसकेको देखिन्छ। र यो जोनलाई मैले डिमान्ड जोन कसरी माने त भनेर भन्नुहुन्छ भने यसको दुईवटा रिजन रहेको छ। एउटा रिजन भनेको चाहिँ इलेक्ट वेभको कन्सेप्टमा ल अफ अल्टरनेसन छ। त्यो ल अफ अल्टरनेसनले चाहिँ के भन्छ त भनेर भन्दाखेरि यदि सेकेन्ड वेभ डिप रिट्रेसमेन्ट नभइकन फोर्थ वेभ चाहिँ यदि डिप रिट्रेसमेन्ट भएर जान्छ भने चाहिँ मार्केट चाहिँ करेक्सन भएर आउँदाखेरि यो फोर्थ वेभको लोलाई चाहिँ ब्रेक नगरिकन यी माथि नै कुनै जोनबाट चाहिँ मार्केट अप ट्रेन्डमा जान्छ भनेर भनिन्छ। र त्यो भएको रिजनले चाहिँ मार्केटले एज यो 260 देखि 285 को जोनलाई नै एज डिमान्ड जोनको रूपमा मानेर ओभरअल हाम्रो टार्गेटेड यो जोन छ 380 देखि 420 को जोन, यो जोनसम्म पुग्न सक्ने हाई सिग्निफिकेसन रहेको छ। यसरी हेर्दाखेरि कन्क्लुजनको रूपमा चाहिँ के भन्न सकिन्छ त भन्दाखेरि तपाईहरुले यो 260 देखि 282 को जोनमा चाहिँ आफ्नो 75% क्यापिटल इन्जेक्ट गर्ने र इफ यो जोनलाई मार्केटले रेस्पेक्ट गरे जस्तो सिम्पटम्स देखिन्छ भने प्लस फेरि यही स्क्रिप्टलाई थप्न पनि सक्नुहुन्छ। र इफ यो जोनमा मार्केटले रेस्पेक्ट गर्न सकेन भने मार्केट यो डिमान्ड जोन 2 मा आएर फेरि अपट्रेन्डमा जान सक्ने 99% पोसिबिलिटी भएको हुनाले तपाईले यो जोनमा पनि आफ्नो बाँकी रहेको 25% क्यापिटल इन्जेक्ट गरेर एभरेजिङ पनि गर्न सक्नुहुन्छ। ह्यापी ट्रेडिङ।